ल गाइजहरू हामी फाइनल्ली हाम्रो गाउँको यतै तल गाउँ छ, हामी हल्का माथि बस्यौँ होइन। सर र पारामा यस्तो बबाल ठाउँ थियो क्या, सर र हेर्न सक्नुहुन्छ होइन। सर र पारामा यतातिर बाटो छ होइन। यहाँदेखि पहिला यो जमानाकाल हिँड्नेदेखि बाटो टक्क लाएर हामीले आगो बालिसक्यौँ। भाइले चाहिँ जाडो लाग्यो, ठाउँ त जाडो रहेछ भन्दै होइन। आगो टक्क बाल्यौँ। अब यहाँ चिसो छ, त्यसमा कागजमा मासु छ होइन। झिरको लागि चाहिँ अब अर्ग्यानिक तरिकाले अब यसमा होइन, यसमा अब यो चाहिँ अब झिर बनाउने हो होइन। टक्क लाएर आगो पनि बल्ल बल्ल चाहिँ आगो चाहिँ बल्ल बल्ल बाल्यो होइन। अब यो त टाटा खाने भनेको टाटा रहन्छ होइन। अब हेर्ने नजिक पनि छ, यहाँ आइज न ओइ, आइज न भिडियो बनाएर क्या। अब यहाँ हेर्ने पानी पनि यत्नै नजिकै छ है। यहाँ खोला देख्न सक्नुहुन्छ होइन। यो चाहिँ मूलको पानी हो, एकदम सुक्खा सफावाला पानी छ एकदम मजाले पारामा होइन। अब भिडियो चाहिँ म भाइलाई बनाउनु दिन्छु ल त। यो सर र पारामा हामीले होइन। अब हाम्रो चाहिँ अर्ग्यानिक पारामा पानी खाने तरिका अर्कै छ। अब यो चाहिँ हाम्रो मूल पानी हो होइन। यो पात टिपेर पातलाई यस्तो गराएर हामीले होइन। सर र पारामा मूल पानी हो हाम्रो, एकदम सफा पानी हुन्छ, सफा हुन्छ। सर र यस्तो चढाउँछौँ पहिला यतातिर होइन। पानी चढाएर सर र पारामा अब जुठो हालेर त के खाने होइन। सर र पारामा एकदम मजा छ पानी होइन। मान्छे मजा छ एकदम। एकदम नेचुरल पानी भनेको यो हो। यो चाहिँ होइन पहाडी इलाकामा चाहिँ खाइन्छ है यस्तो तरिकाले। तपाईँहरू फेरि नभन्नु होला। एकदम मजा छ, एकदम रमाइलो छ होइन। हामी दुईवटा मात्र छौँ, अब अर्कोलाई लिएर आउने भनेको अब जान्न, मेरो केही विशेष काम छ होइन भनेर त्यो आएन। टक्क हाम्रो आगो रेडी भइसकेको छ सर र पारामा होइन। पानी खाने छ तैँले पनि खाना। अब सर र यत्नै पानी नजिक पनि छ, हाम्रो बस्ने ठाउँ पनि नजिक छ होइन। सर र यत्नै तल हाम्रो घर पनि छ। पहिलाको अहिले म त्यहाँ घर पनि जान्छु, एउटा क्लिप त्यहाँ पनि बनाउँछु होइन। अब हाम्रो आगो चाहिँ अब लगभग बलिसकेको छ भनौँ होइन। आज चाहिँ मस्त पारामा हल्का थकाइ लाग्छ, त्यति डाँडो काटेर आइएको छ नि त। आगो छ मस्त पारामा बलिरहेछ। यो पार्ट बाई पार्ट भिडियो आउँछ, तपाईँलाई के कस्तो लाग्छ होइन लाइक कमेन्ट गर्न नभुल्नु ल। साथै यो भिडियो मैले युट्युबमा पनि हाल्ने गर्छु होइन। नमराज अफिसियल छ युट्युब च्यानल होइन। र यो मेरो फेसबुकबाट पनि नमराज भ्लग फेसबुक पेज छ। अब पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो गर्नु होला। साथै पेजमा भएका सम्पूर्ण होइन साथीहरू मेरो युट्युबतिर पनि जोडिनु होला। म लिङ्क यो भिडियोको कमेन्टमा राखिदिन्छु, डिस्क्रिप्सनमा। अलि भन्न जान्दिनँ छ। अब यतातिर यहाँ टाटा पोलेर खाने भनेको अलि रहन्छ, यतातिर रहन्छ। अहिले अर्कोतिर गएर फेरि यस्तै दुःख गर्नुपर्ने भयो। भाइले चाहिँ अब आगो बनाइरहेछ, मस्त भोक लाग्यो यार, पकाएर खाने हो भन्छ उसले चाहिँ। अब हामी चाहिँ सिधा साधा इमान्दार मान्छे पऱ्यौँ। दुईवटा कोक छ, त्यही कोकको बोतल र मासु पोलेर खाने हो, जाने हो अनि।